माटो र इँटाबाट आधुनिक चुलो बनाउने तरिका। नमस्ते, आज हामी परम्परागत तरिकालाई आधुनिक रूपमा प्रयोग गरेर माटोको चुलो बनाउन सिक्नेछौँ। 1. जग तयार गर्ने। समतल जमिन छान्नुहोस् र मुटुको आकारमा 6 देखि 8 इन्च गहिरो खाल्डो खन्नुहोस्। भित्री भाग चिल्लो पार्नुहोस्। 2. पर्खाल बनाउने। खाल्डो वरिपरि इँटा ठाडो राख्नुहोस्। गिलो माटोले लिपेर चुलोको भित्तालाई माथि उठाउनुहोस्। 2 छुट्टा छुट्टै चुलो कोठा बनाउनुहोस्। 3. सतह र जाली राख्ने। भाडा अड्याउन फलामका रड तेर्सो राख्नुहोस्। माथिबाट माटोले लिपेर सतह तयार गर्नुहोस्। अगाडिपट्टि दाउरा हाल्न 2 प्वाल बनाउनुहोस्। 4. चिमनी र अन्तिम रूप। बीचमा सानो पाइप ठाडो राखेर धुवाँको निकास बनाउनुहोस्। पुरै चुलो माटोले लिपेर चिल्लो बनाउनुहोस्। 5. सुकाउने र सजावट। केही दिन घाममा सुकाउनुहोस्। रातो माटोले पोतेर सुन्दर बनाउनुहोस्। चाहना अनुसार ग्यास बर्नर जडान गर्न सक्नुहुन्छ। अब तपाईको परम्परागत शैलीमा बनेको आधुनिक माटोको चुलो प्रयोगका लागि तयार छ। भिडियो मन परेमा लाइक, कमेन्ट, शेयर गर्नुहोस्।